यहाँ अन्यायमा अत्याचारमा हामी सहदैनौँ भनेर हामी अत्याचारको लागि हामी रोडमा आइसकेको हो। यसको लागि हामीले अन्त्य गर्छौँ। यो 17,000 मारा पर्छनेलाई जहाँ छ त्यसलाई आगो जिउँदै आगो लगाएर हामीले मार्न चाहन्छौँ। 500 रुपियाँ हालेर किने मैले यहाँ पोटसोरको ओह्रालामा आउँदा त्यो झन्डा मैले छोड्न सकिनँ। झन्डा भएपछि उनीहरूले यही हो मान्छे भनेर यही हो भनेर हाने राष्ट्रिय झन्डा बोकेको देख्न नहुने। मैले छोड्न सकिनँ। त्यो झन्डा फालेर हिँडाबे पसलतिर लुगिदिए उनीहरूले केही गर्ने थिएन। त्यो झन्डा भएपछि त यही झन्डा हुने हो हामीलाई हान्ने भन्दै हान भनेर जम्मै गुहार गुहार्दै आउँदै हाने। यो देशमा अन्याय र अत्याचारको विरुद्धमा हामी स्वतन्त्र नागरिक भएर हामी आन्दोलनमा आएको हो र यो अन्नपूर्णमा आज आगो नलगाए हामी जनताको घर फर्किनेवाला छैनौँ। हामी यतिकै यहाँ कसैको मासु भात खाएर कसैको यो लोकतन्त्रको लागि हामी विरुद्धमा आएको हो। हामी मार्न पनि तयार र मर्न पनि तयार भएर हामी निस्किएको हो। हामी कसैको यहाँ अन्यायमा अत्याचारमा हामी सहदैनौँ भनेर हामी अत्याचारको लागि हामी रोडमा आइसकेको हो। यसको लागि हामीले अन्त्य गर्छौँ। यो 17,000 मारा पर्छनेलाई जहाँ छ त्यसलाई आगो जिउँदै आगो लगाएर हामीले मार्न चाहन्छौँ। मलाई लाठी यति हानेको छ यो सशस्त्रको सिपाहीहरूले छर्रा लाग्यो तपाईँलाई पनि तपाईँहरू दुवैजनालाई छर्रा लाग्यो हजुर लाठी हानेर मलाई यो औषधि राज्य पक्षले गर्यो कि यो राजा चाहने अथवा यो आन्दोलन पक्षबाट भयो यो प्रहरीबाट दमन गरेको ल मेरो हेर्नुहोस् जम्मै छाला रगडिया छ यो पछाडि जम्मै लाठीले यति हानेको छ यति म होइन भन्दा पनि उनीहरूले एकहोरो हाने हेर्नुहोस् कपडा हेर्नुहोस् त मेरो ल घुँडा ठोक जम्मै ल पछाडि हेर्नुहोस् भनेपछि तपाईँ बाटोमा हिँड्दै गर्दा पनि यसरी कुदियो म आन्दोलनलाई समर्थन गर्न आएको हो तर शान्तिपूर्ण आन्दोलनको लागि आएको
मैले कसैलाई एउटा ढुङ्गा पनि प्रहार गरेको छैन, एक शब्द गाली पनि गरेको छैन। म त्यहाँ माथि डायबिटिजको रोगी, प्रेसरको रोगी, सुगरको अनि मुटुको एन्जियोग्राम गरेको मान्छे, तैपनि म आफ्नो देश बचाउनुपर्छ भन्ने हिसाबले आएको। तर यहाँ दमन यस्तो दमन गरेको छ कि अत्याचार गरे, म माथि लाठी यति हाने, म अहिले 58 वर्ष पुगेर 59 टेकिसकेँ। त्यस्तो मान्छेलाई मैले म होइन तिमीहरूलाई ढुङ्गा हान्ने पनि होइन, गाली गर्ने मान्छे पनि होइन भन्दाखेरि मेरो हेर्नुहोस् रगत कति बग्यो यहाँबाट। अनि यहाँ हेर्नुहोस् कपडाको हेर्नुहोस् अवस्था। मैले त्यो झन्डा बोकेको थिएँ, राष्ट्रिय झन्डा हाम्रो ठुलो 500 रुपियाँ हालेर किने मैले यहाँ कोटेश्वरको ओह्रालामा आउँदा। त्यो झन्डा मैले छोड्न सकिनँ। झन्डा भएपछि उनीहरूले यही हो मान्छे भनेर, यही हो भनेर हाने राष्ट्रिय झन्डा बोकेको देख्न नहुने। मैले छोड्न सकिनँ। त्यो झन्डा फालेर हिँडाबे, पसलतिर लुगिदिए उनीहरूले केही गर्ने थिएन। त्यो झन्डा भएपछि त यही झन्डा हुने हो हामीलाई हान्ने भन्दै हान भनेर जम्मै गुहार गुहार आउँदै हाने। तर आजको आन्दोलन चाहिँ शान्तिपूर्ण भनिएको थियो, तर उग्र रूप लियो यो आन्दोलन। देशै यस्तो जर्जर अवस्था पुगिसकेको छ। तपाईँहरू जस्तो सचेत नागरिक सबै उठ्नुपर्छ। के भइसकेको छ, देशै नरहने अवस्था पुगिसकेको छ। हेर्नुहोस् नेताहरू विदेशीका गुलाम, देश सिद्ध्याइसकेको छ यिनीहरूले। डलरको उसमा नाचिरहेका छन् यिनीहरू, डलर खाएर। हाम्रो हिन्दू धर्मै नाचिसकेको छ। देशै सिद्धिसक्यो, राजा नभए देश रहँदैन। यो चाहिँ पक्का कुरो। देशको मायाको लागि आएको म, राजा राज परिवारको लागि पनि होइन, आफ्नो राष्ट्र बचाउनको लागि आएको। राजाबाट राष्ट्र बस्ने सम्भावना छ। राजा भएपछि सक्दैन अरू विदेशीले गर्न। पहिला हेर्नुहोस् राजा हुँदा कत्रो शान थियो हाम्रो इज्जत। यो त प्रचण्डले नि भनेका थिए। एउटा प्रचण्ड त जे पनि भन्ने मान्छे, अब उसको कुरा नगरौँ। एउटा साधारण अफिसरको कत्रो इज्जत थियो भने अहिले मन्त्री प्रधानमन्त्री सुब्बा जस्तो पनि छैन। भनेपछि हाम्रो देश कुन अवस्थामा पुगिसक्यो, कहाँ पुगिसक्यो। राजा बेगर यो देश रहँदैन। यसमा पक्का। आज राजा चाहने व्यक्तिहरू यसरी सडकमा आए, तर राज्य पक्षले पनि प्रदर्शन गर्यो, शक्ति देखायो। अब भनिसके पछाडि यो के हो त? यो भोलि यो त द्वन्द्व हुने स्थिति हुनसक्छ। यो छिटै सबै सर्वदलीय बसेर समन्वय नगरिकन सबै अट्नुपर्छ। राजा, प्रजा, जनता सबै यो शान्तिपूर्ण तरिकाले यो देशमा अट्नुपर्छ। देशमा सुशासन हुनुपर्छ, शान्ति हुनुपर्छ, अमन चयन हुनुपर्छ, नत्र त यो देश पनि रहँदैन। अब भोलिको आज पहिलो दिन त यस्तो भयो भने भोलिबाट कस्तो खालको आन्दोलन यो रोकिँदैन। ल हेर्नुहोस् मैले कसैलाई ढुङ्गा हानेको थिएँ, रगतै रगत छ। यो कपडा हेर्नुहोस्, पछाडि हेर्नुहोस्, मलाई यति लाठी हाने, यति हाने। ए म होइन, तपाईँहरूलाई गाली गरेको छैन, मैले हानेको छैन, यही हो झन्डा बोक्ने, यही हो भन्ने कुरा। अब हान्ने मान्छे कहाँ कहाँ लुगिसके बल्ले उनीहरू छिटाहरू। मैले कसैलाई गाली गरेको छैन। मैले प्रेसर सुगर भएको मान्छे, म झन्डा चाहिँ छोडेको थिइनँ। शीतल ठाउँमा बसिरहेको थिएँ। भित्रै गल्ली भित्र नि आयो पुलिस, घरभित्र। यो शान्तिपूर्ण भनेको आन्दोलनलाई छतबाट गएर असुर ग्यास प्रहार गरियो भनेर भन्छन्। यो सत्य त कति? यो सरकार पक्षको पुरा योजना छ, षड्यन्त्रपूर्वक योजना छ। आन्दोलन बिथोल्नलाई योजना गरेको छ, षड्यन्त्र गरेको छ। यो अगाडिदेखि नै प्रिपेरेसन छ, उनीहरू प्रि प्लान छ। तर जनता मान्नेवाला छैन, रोकिँदैन। कसरी मान्ने? यो देश हेर्नुहोस् त के भइसक्यो, देश खतम भइसक्यो, देश सिद्धिसक्यो। तर गणतन्त्र नै ठिक छ भन्ने जनता पनि त त्यतिकै रहेछन्। आज हामीले देख्यौँ होइन, उनीहरूका राज्य पक्षले पनि प्रदर्शन गर्यो। उनीहरूका अब पेटेन्ट, अब जनताहरू त अब तपाईँको सेतोलाई कालो पनि भनिदिन्छन् उनीहरू। अब उनीहरू त भनिहाल्छन्। उनीहरूका मुस्याहरू, उनीहरूको भत्ता खान पाउनेहरू, उनीहरूको उसमा नाच्ने इसारामा। तपाईँको भनाइ चाहिँ यो देशको माया गर्ने व्यक्तिहरू होइन, पार्टीको माया गर्ने, नेताको चाप्लुसी गर्ने उनीहरूको एजेन्टहरू चाहिँ छन्।